माइक्रोसफ्ट अफिसमा ब्याकग्राउन्ड कलर चेन्ज गर्ने तरिका सिक्नुहोस्। म सिकाउनलाई तयार छु। हेर्दै जानु, सिक्नुहोस्। ब्याकग्राउन्ड कलर र त्यस कसरी चेन्ज गर्ने भन्ने कुरा सिक्नुहोस्। जाने पनि नजाने पनि भिडियोलाई हेरिदिनुहोला। माइक्रोसफ्ट अफिसमा ब्याकग्राउन्ड कलर चेन्ज गर्ने तरिका सिक्नुहोस्। अब हामी सिकाउँदैछौँ, हेर्नुहोस्। इन्स्टलमा जाने हैन, त्यसको लागि त्यसपछि हामी सेपमा जान्छौँ, रेक्ट्याङ्गल दिन्छौँ, त्यसपछि रेक्ट्याङ्गलले कोर्छौँ। हेर्नुहोस्, यसरी राम्रोसँग डिजाइन गर्नुपर्छ, सेपलाई मिलाउनु पर्छ, कलर टेस्ट गर्नुपर्छ। सबै त्यसलाई अब सिलेक्सन गर्छौँ हामी। त्यसलाई कलर चेन्ज गर्छौँ हामी अहिलेको लागि कर्नली। अब ब्ल्याकबाट हामीले व्हाइटमा कलर चेन्ज गरिसकेका छौँ। अब सेपबाट हामी रेक्ट्याङ्गल दिन्छौँ। पुरा पेजमा रेक्ट्याङ्गलले पर्नेछौँ, रेक्ट्याङ्गल डिजाइन गर्नेछौँ। पुरा एकै पेजबाट रेक्ट्याङ्गल उद्धरो गर्नेछौँ। हेर्नुहोस्, अब यसरी सेप मिलाएर रेक्ट्याङ्गलबाट डिजाइन गर्नुपर्छ अनि राम्रो हुन्छ। हेर्नु भयो भने त, गरिरहेको छौँ भने त ल ठिकै छ। अब हामी सेप फिलमा नो फिल गर्छौँ। हामी यो ब्ल्याक एन्ड कलर चेन्जको लागि हामी हेरिरहेका छौँ। कालो, निलो, रातो, हरियो कुन राख्ने, आफ्नो चोइस अनुसार राख्ने हो। यो सबै आफ्नो मनपर्ने कलर राख्ने हो हैन, त्यसरी गर्ने हो। क्लिक गरेर राख्ने, बस कलर चेन्ज हुन्छ, ब्याकग्राउन्ड कलर यसरी चेन्ज हुन्छ। अहिले हामी निलो राखिरहेका छौँ। त्यसमा अब कलर त देखिरहेको, कलर त भयो, ब्ल्याक एन्ड कलर चेन्ज भयो। अब टेस्ट कलर चाहिँ आइरहेको छैन नि, किन टेस्ट कलरबाट अब चाहिँ हामी जान्छौँ, टेस्ट वाइपिङमा जान्छौँ। त्यसमा अब हामी बिहान टेस्ट गर्छौँ। अब हेर्नुहोस्, वाइट टेस्टमा निलो ब्ल्याक एन्ड कलर भयो। यति हो, धन्यवाद। सबैले सिक्यो होला होइन। भिडियो हेरिदिएकोमा धन्यवाद। थ्याङ्क यू सो मच।